कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। समाधान दर्शक वृन्दहरूमा हार्दिक नमन। धर्मज्योति च्यानल मार्फत विशुद्ध धार्मिक ज्ञानहरू पस्किने क्रममा आज म यहाँहरू समक्ष माघ महिनाको शुक्ल पक्षको एकादशी, जसलाई भीमा एकादशी पनि भनिन्छ, जया एकादशी पनि भनिन्छ, उक्त एकादशीको महात्म्य के रहेछ त लिएर आएको छु यहाँहरू समक्ष। भगवान कृष्णका सामु युधिष्ठिर महाराजले प्रश्न गर्नुहुन्छ, हे प्रभु, यो माघ महिनाको शुक्ल पक्ष एकादशीको नाम के हो, यसको व्रत विधान के हो र यो कसले गरे र यो गर्नाले के हुन्छ। भगवान श्रीकृष्णले भन्नुभयो, हे महाराज, यो माघ महिनाको शुक्ल पक्षको एकादशीको नाम जया एकादशी, यसलाई भीमा एकादशी भनेर भनिन्छ। यो एकादशी कोही पिशाच भएर चाहिँ पिशाच योनिमा जसले जीवनयापन गरिरहेको छ भनेदेखि पनि उसले यसको व्रत गर्नाले त्यो पिशाच योनिबाट मुक्त हुन्छ र कल्पौँसम्म उसले वैकुण्ठ लोकमा बस्न पाउँछ। र त्यसैले यसको विधान चाहिँ पहिलेहरूको व्रतहरूको जस्तै हो। अघिल्लो दिनदेखि नै म यो एकादशीको व्रत गर्नेछु भनेर चोखो सात्विक खाना खाने, भोलिपल्ट बिहान स्नान आदि गरेर शुद्ध भएर शुद्ध मनले एकाग्र भएर हरिको नाम सङ्कीर्तन गर्ने, सकिन्छ निलाहार, नसके फलाहार, त्यो पनि नसके अल्पाहार आफ्नो शरीर हेरेर गर्नुपर्दछ गर्ने, भगवान हरिको कीर्तन गर्ने, रातमा जागरण बस्ने, भोलिपल्ट बिहान व्रतको पारण गर्ने, अन्नदानहरू गर्ने। र पहिला कहिले गर्यो भन्ने प्रश्नको उत्तरमा भगवान भन्नुहुन्छ, कुनै समयमा पारिजातका वृक्षहरूले भरिएको नन्दन नाम गरेको एउटा वन थियो, सुगन्धहरूले भरिएको वन। त्यहाँ बसेर इन्द्रले, महाराजले अप्सराहरूसँग चाहिँ रमाइलो क्रीडा गरिरहेका थिए। हजारौँ अप्सराहरू थिए, हजारौँ गन्धर्वहरू थिए। गन्धर्वहरूले गाउने, अप्सराहरूले नाच्ने, यसरी गरिरहेको नाचगान चलिरहेको थियो। अब त्यसैमा पुष्पदन्तक नाम गन्धर्वले गाउन थाले। चित्रसेन गन्धर्व तथा उनकी छोरीहरू यी तीन मुख्य थिए। चित्रसेनको नाति माल्यवान र पुष्पवती नामकी अप्सरा नाचिरहेका थिए। र माल्यवान र पुष्पवतीको नाच यति राम्रो रोमाञ्चक भयो कि उनीहरू एक आपसमा गाउने र नाच्ने गर्दै गर्दा तिनीहरू एक अर्कामा पनि आकर्षित हुन पुगे। र उनले तिनीहरू जसरी नाचिरहेका थिए, जसरी गाइरहेका थिए, उनीहरू एक आपसमा चाहिँ आकर्षित भएको कारणले गर्दाखेरि के भयो त भन्दाखेरि चाहिँ तिनीहरूको कारणले त्यो जुन नाचगान गाउने नाच्नेमा केही बाधा उत्पन्न भयो, सुर ताल मिलेन। अनि नमिलिसकेपछि इन्द्र रिसाउनु भयो। इन्द्रले त्यसरी समर्पित, एकाअर्कामा समर्पित भएको देखेर, जाऊ तिमीहरू चाहिँ, तिमीहरूले नाच पनि बिगार्यो, गान पनि बिगार्यो, यत्रो यो एउटा माहौल, एउटा राम्रो माहौललाई बिगारेकोमा तिमीहरू चाहिँ पिशाच भएर चाहिँ मर्त्यमण्डलमा तिमीहरूले दुःख पाउनु परोस् भनेर श्राप दिए। इन्द्रको श्राप त तुरुन्तै लाग्ने कुरा लागिहाल्यो उनीहरूलाई, र तुरुन्तै उनीहरू हिमालय पर्वतमा खस्न पुगे दुवैजना। र तिनीहरू जब पिशाच भए, मर्त्यलोकमा गएर बास गरे, धेरै किसिमको दुःखहरू भोग्न थाले। भूत प्रेत पिशाच लाग्ने भन्छौँ नि हामी पनि, होइन? बस्न पाउँदैनन्, खान पाउँदैनन्,
कसैले अक्षता छर्के खाने त हो नि, पिशाचले के खान पाउँछ होइन, लाग्ने भन्ने त्यो अहिले पनि छ, प्रायः अहिले कमै छ त्यसमा। र यसरी उनीहरू न त दिनमा आरामसँग चाहिँ उनीहरूलाई बस्न पाउँथे, खान पाउँथे, न रातमा सुत्न नै आरामले पाउँथे। धेरै नै दुःख पाए तिनीहरूले। कोही दुब्लो भयो भने कस्तो पिशाचले खाएको जस्तो, पिशाच जस्तो भन्छौँ नि हामी। त्यसले गर्दाखेरि न यिनीहरूलाई गन्ध र कुनै स्पर्शको ज्ञान पनि थिएन। त्यो पिशाच भए चाहिँ गन्ध र स्पर्शको ज्ञान हुँदैन। र यसैले अब जाडो महिनामा, यो माघ महिना पुष महिना त जाडो मौसम भयो, हिमालय जस्तो स्थानमा ज्यादै जाडो कटकट खाइरहेको छ, शरीरमा जाडोको अनुभव भइरहेछ, चिसोको बेला छ। यसरी उनीहरू विचरण गर्दै थिए। गर्दा गर्दै एक दिन चाहिँ माघ महिनाको शुक्ल पक्षको एकादशी आए। त्यो जया नामको एकादशी, भीमा एकादशी भनिन्छ। त्यो एकादशीको दिन बिहानदेखि उनीहरूले त्यो दिन केही पनि खान पाएन, न खान पाए न पिउन नै पाए, केही पाएनन्। आखिर लखतरान भएर एउटा पिपलको रुख रहेछ, पिपलको रुखमा गएर बसे। अब जब सूर्य अस्त भयो, अस्त भए चाहिँ झन् चिसो भयो, चिसोको कारणले रातभरि सुत्न पनि उनीहरू सकेन। यसरी दुवैजनाले जाग्न पनि गरे, दिउँसभरि के पनि खाएनन्, व्रत भयो, रातभरि चाहिँ सुतेनन्, जागरण भयो। यसरी उनीहरूको एकादशीको व्रत पूर्ण भयो। जसो कारणले जब उनीहरू बिहान उठ्ने बित्तिकै उनीहरूको त्यो पिशाचको योनिबाट मुक्त भए। किनभने जसले यो एकादशी गर्दछ भनेदेखि, एकादशी व्रत गर्छ, ऊ त पिशाच योनिबाट मुक्त हुन्छ। पिशाच योनिबाट मुक्त भए। र जब जसले यो व्रत गर्दछ भनेदेखि विधिपूर्वक गर्नाले सबै दानहरू दिँदाखेरि जुन फल प्राप्त हुन्छ, त्यस्तै नै यो फल प्राप्त हुन्छ। उनीहरू जब योनिमा पिशाच योनिबाट मुक्त भए, सशरीर आफ्नो जुन अवस्थामा पहिला थिए, गन्धर्व र अप्सराको अवस्थामा जुन अवस्था उनीहरूको थियो, त्यही अवस्थामा विमानमा चढेर सरर लाएर उनीहरू त्यही स्वरको इन्द्रको दरबारमा पुगे र इन्द्रलोकमा पुगे। इन्द्रलोकमा पुगेपछि इन्द्रले देख्नुभयो, ओहो तिमीहरू माल्यवान र अप्सरा, तिमीहरूको मैले श्राप तिमीहरूलाई दिएको थिएँ, तिमीहरू त श्राप पाएर तिमीहरू मर्दै मनमा थियो। कुन भगवानको कृपाले गर्दा तिमीहरू दुईजना आज यो, अथवा कुन भगवानको पूजाले, कुन भगवानको शक्तिबाट, देवताको शक्तिबाट तिमीहरूले यो श्राप मुक्त भयो त भनेर सोधे। र माल्यवानले यो मैले माघ महिनाको शुक्ल पक्षमा पर्ने जया नामको एकादशीको व्रतको पुण्यको प्रभावले गर्दाखेरि आज मैले यो दिव्य देह पाएँ, पिशाचको योनिबाट मुक्त भएर यो पुरानो रूप धारण गर्न सकेको हुँ। र जसले श्रद्धा भक्तिले यसको व्रत गर्दछ भनेदेखि करोडौँ कल्पसम्म पनि ऊ वैकुण्ठ लोकमा बस्न पाउँछ भनेर भगवान श्रीकृष्णले महाराज युधिष्ठिरलाई बताउनु भएको जुन कथा थियो, जुन महात्मा थियो, यहाँहरूलाई पनि मैले यथामति विस्तार गरेँ। यहाँहरूका पनि यथासम्भव यहाँले व्रत गर्नुहोला। यहाँले गरेको व्रतको पुण्यको प्रभाव यहाँलाईबाट यहाँहरूका सम्पूर्ण दुःख पीड चिन्ताहरू हटेर जाओस्। र साथै अब पर्सि
बिहिबारबाट चाहिँ हाम्रो यो शुक्र उदय हुँदैछ। शुक्र अस्त थियो, शुक्र उदय हुँदैछ। अबको शुक्र उदय भएपछि पनि 3 दिनपछि 3 दिनसम्म सूतक लाग्छ। 4औं दिनदेखि चाहिँ हाम्रो अन्य अब पूजाआजा, रोकिएका पूजाआजा जस्तो विवाह भयो, व्रतबन्ध भयो, घर पूजा भयो, रुद्री भयो, हवन भयो, यी सब काम्य कर्महरू चाहिँ अब सुरु हुन्छ। अब हस्, यति यहाँहरूलाई जानकारी गराएँ। यहाँहरूको दिन शोभित होस्। यहाँहरूलाई भगवान् हरिको कृपा सधैँ भइरहोस्।